ल साथी यहाँ हिरो आइपुगेछ यहाँ बाइक बनाउनु हो बाइक चाहिँ के भएको छ भने स्पकेट गयो हेऱ्यो हेर्नु त कुदाऊ है मोरा यतिको चाहिँ कसले कुदाउँछ स्पकेट त खोइ अनि छैन त स्पकेट दाँत हेर्नु पर्यो नि त ल अब चेन्ज गरेर देखाउने छु बाइक चाहिँ मैले खोलिसकेको छु हो हेरिहाल्नुहोस् स्पकेट कस्तो डल्ला त खाइरहेको छ है आम्मा माटो हेर्नुहोस् माटो हेर्नुहोस् स्पकेट यो चाहिँ हो तपाईँको नयाँ है अन्त यो चाहिँ हो पुरानो अब हेरिहाल्नुहोस् यसको दाँत हेरिहाल्नुहोस् यस्तो भइरहेको छ है र यसको हेर्नुहोस् कति फरक छ नि यसलाई फिट गर्नलाई चाहिँ पहिला यो यस्तो गर्छु त्यहाँदेखि यस्तो राखेर चाहिँ यहाँ माथि ब्यारिङ लाउँछु पहिला है यसको चाहिँ ब्यारिङ पनि गएको छ है र ब्यारिङ पनि नयाँ हाल्दैछु यो ब्यारिङ चाहिँ कसरी हाल्छ नि यहाँ हेर्नुहोस् यहाँ चाहिँ टक्क राख्ने हो ठ्याक्क ठोकेर मार्तलले हान्ने हो अन्त चाहिँ यसरी अड्कायो अड्काएर सल्का यहाँ मार्तल मिलायो हेर्नुहोस् यो लगाइसक्यो हो यो लगाएपछि यसको वालसिल यो वालसिल चाहिँ यहाँ लाउनुपर्छ यो वालसिल लगाइसक्यो यो भयो कम्प्लिट अब यो चाहिँ यस्तो कम्प्लिट भयो है साथी हो यो चाहिँ यहाँ तपाईँको गएर यहाँ ठ्याक्क यहाँ चक्कामा बस्छ है गर्दैछ साथीले बकेट नौतुन माल कार्टनबाट भर्खर निकालेको यो कार्टनबाट चेन स्पोको लागि यो लगाइराख्नुपर्छ हो यो चाहिँ अहिले नयाँ चेन हालेर एडजस्ट मिलाउनुपर्छ एडजस्ट गर्नुपर्छ यो चाहिँ अहिले जस्तो अड्काइराखेँ मैले म चाहिँ पहिला यो अड्काउँछु नि त हो त्यहाँदेखि पछि चाहिँ अगाडिको अड्काउँछु यहाँ रहेछ नि त साथी हो नयाँ चिज चाहिँ यस्तो हुँदैछ नि यस्तो हो यो यस्तो कालो साइजै मिल्दैन रहेछ नि त यो चाहिँ सानो बकेट भन्छ ए यो चाहिँ यहाँ ठ्याक्कै मिलाएर हाल्यो त्यसरी सजिलै रहेछ त है यो चेकनट फुल टाइट भएपछि चाहिँ यसलाई हो यहाँ स्क्रुड्राइभर लगाएर लक गर्नुपर्छ ल लक भयो राम्रो देखाएँ ल म त के लाटा मुर्खा अब यो लक भयो हो चेन हाल्नुपर्छ राख्दो ल निस्क्यो ल यो भयो कम्प्लिट अब चाहिँ यहाँ तार जोड्नु पर्दछ हो बुलेट चाहिँ तीनटा हुन्छ ड्रिल नट हो एउटा यहाँ हुन्छ 12 नम्बर फिडल पहिला हाल्नुपर्छ हो फिडल टक्क हालेपछि यी सट्टा हाल्यो हो 8 नम्बरको नट हुन्छ दुईटा नट हुन्छ 8 नम्बर पछि यसरी यसलाई सानो 8 नम्बर टीले कस्नुपर्छ कम्प्लिट भयो मबी फिल्ड हाल्नुभन्दा अगाडि पहिला यो लबर हाल्नुपर्छ हो लबरलाई हालेर यसरी मिलाउनुपर्छ पहिला लबर सिधा मिलेपछि फिल्ड हाल्नुपर्छ त्यहाँदेखि यो त्यहाँदेखि माथि यो कभर हो कभर लगाएपछि नट यो समय चाहिँ तीनटा मोबिल हाल्दिउँ अब होइन 2.5 लिटर अब मोबिल चाहिँ हाल्दैछौँ हामी यहाँबाट हो क्लासमेटको लागि यहाँबाट हल्का हालिदिनुपर्छ यहाँबाट यता हेलो चिया पनि ल्याइदिइहालेछ हो
हेलो यहाँ अब यो मोबिल हालिसक्यो हो कम्प्लिट भयो मोबिल सबै हालिसक्यो है यो मोबिल चाहिँ कसरी चेक गर्ने भन्ने चाहिँ यहाँ हेर्नुहोस् क्यामेरामा हेर्नुहोस् यो दाग चाहिँ तपाईँहरूको मोबिल कम्ती भएको यो माथि चाहिँ एकुरेट हो यहाँ हेरिहाल्नुहोस् मोबिल यहाँ देखिरहेको छ यो चाहिँ हो एकुरेट ल बाइक कम्प्लिट भयो अब स्टार्ट गरेर हेर्दैछु कोही कस्तो रहेछ सक्सेस छ छैन स्टार्ट गर्नको लागि चाबी अन गऱ्यो है स्विच अन ओके छ त साउन्ड त दामी भएछ ल कम्प्लिट ओके ओके छ त भाइ ओके